नमस्कार सम्पूर्णलाई र आजको यो भिडियोले तपाईँलाई दुईटा फाइदा गराउनेछ है। र एउटा हो तपाईँको यदि भोटर कार्डमा पुरानो फोटो या ब्ल्याक एन्ड व्हाइटको या कुनै पनि पुरानो फोटो छ है र त्यो फोटोलाई कसरी तपाईँले नयाँ फोटो हालेर रिप्लेस गर्न सक्नुहुन्छ, सो कुरो तपाईँले एकदमै इजी ढङ्गमा सिक्न सक्नुहुन्छ है। अनि अर्को कुरा हो तपाईँको यदि पुरानो टाइपको भोटर कार्ड छ है, सेतो कलरको, र त्यो भोटर कार्डलाई तपाईँले कसरी डिजिटल बनाउन सक्नुहुन्छ, सो कुरा पनि तपाईँले यस भिडियोमा सिक्न सक्नुहुन्छ है। र जब तपाईँले फोटो रिप्लेस गर्नुहुन्छ, करेक्सन गर्नुहुन्छ है, र तपाईँको पोस्ट भएर नयाँ भोटर कार्ड आउँछ र त्यो नयाँ भोटर कार्ड चाहिँ तपाईँको डिजिटल भोटर कार्ड आउँछ। अनि यदि यस भिडियो तपाईँलाई जानकारीमूलक लाग्छ भने अवश्य यस भिडियो सम्पूर्णमा सेयर गरिदिने म अनुरोध गर्दछु, किनकि तपाईँको सेयरले कसैलाई हेल्प हुनसक्छ। अनि च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई फलो गर्नुहोस् र हेर्नुहोस् यो पुरा भिडियो। फर्स्टमा तपाईँ आफ्नो मोबाइलको क्रोम या गुगलमा गएर भोटर सर्भिस पोर्टल भनेर यसरी लेख्नुहोस् है, अनि ओके गर्नुहोस्। र त्यसपछि तपाईँले यसरी सिटिजन सर्भिस पोर्टलमा क्लिक गर्नुहोस्। यस्तो इन्टरफेस आउँछ है। र त्योभन्दा अगाडि पहिला तपाईँले यसलाई डेस्कटप भर्जनमा बनाएर राख्नुपर्ने यसरी है। डेस्कटप भर्जन साइटमा तपाईँको यो टिक छैन भने टिक गर्नुहोस् है। र मेरो यहाँ अलरेडी छ डेस्कटप साइट। अनि त्यसपछि म यसलाई जुम गर्छु र जुम गरेर म यहाँ करेक्सन अफ एन्ट्रिजमा जान्छु है। अनि यहाँ फिल फर्म 8 तपाईँले देख्न सक्नुहुन्छ, फिल फर्म 8 र त्यहाँ क्लिक गर्नुहोस्। र त्यसपछि तपाईँले यहाँ मोबाइल नम्बर हालेर है आफ्नो लगइन गर्नुपर्ने छ यदि तपाईँ नयाँ हुनुहुन्छ भने यस पोर्टलमा है। र मोबाइल नम्बर हाल्नुहोस् अनि त्यसपछि तपाईँले यहाँ क्याप्चा हाल्नुपर्ने छ। मोबाइल नम्बर हालेपछि तपाईँले यहाँ क्याप्चा हाल्नुहोस् है, जे देख्नुभयो आफ्नो स्क्रिनमा त्यही हाल्नुहोस् है। र मैले यहाँ 27 स्मल लेटर जी बी स्मल लेटर एन टी देखेँ है। अनि रिक्वेस्ट ओटिपीमा म क्लिक गर्छु र त्यसपछि यहाँ ओटिपी आएको छ है। र ओटिपी हालेपछि म यहाँ भेरिफाई एन्ड लगइनमा क्लिक गर्छु। र यहाँ चाहिँ अब एकदमै इम्पोर्टेन्ट कुरा आयो है। यहाँ एउटा सेल्फ आएको छ, यहाँ अदर इलेक्टर। र यदि तपाईँ आफ्नै फोटो करेक्सन गरिरहनु भएको छ भने यहाँ सेल्फ तपाईँको बाई डिफल्ट आएको छ है। र यसलाई तपाईँ यता साइडमा गएर ओके गर्न सक्नुहुन्छ। र यहाँ छ सबमिट, र सबमिट तपाईँले क्लिक गर्नुहोस् है। तर यदि तपाईँले अदर इलेक्टर अरू कसैको गरिदिरहनु भएको छ भने अदर इलेक्टरमा क्लिक गर्नुहोस् यसरी। र यहाँ अरू उहाँको एपिक नम्बर हाल्नुहोस् है। र एपिक नम्बर हालेपछि र त्यसपछि उहाँको एपिक नम्बर यहाँ हाल्नुपर्ने छ, भोटर नम्बर हाल्नुपर्ने छ। अनि सबमिट गर्नुहोस्। र यदि तपाईँले आफ्नै गरिरहनु भएको छ भने फेरि सेल्फमा जानुहोस् है, अनि सबमिट गर्नुहोस् तपाईँले। र यहाँ आउँछ तपाईँको डिटेल्स है। अनि तपाईँले फेरि यहाँ यसलाई ओके गर्नुहोस्। अनि यहाँ तपाईँको अप्सन आउँछ, तपाईँले के गरिरहनु भएको छ, म करेक्सनमा जानुपर्छ सेकेन्ड अप्सनमा। अनि त्यसपछि ओके गर्नुहोस्। अनि यहाँ तपाईँको डिटेल्स है। तपाईँले यहाँ फर्स्टमा यहाँ देख्न सक्नुहुन्छ नेक्स्ट आएको है। यो नेक्स्टमा तपाईँले क्लिक गर्नुपर्ने हुन्छ। अनि त्यसपछि तपाईँले यहाँ देख्न सक्नुहुन्छ आधार नम्बरको है। र आधार नम्बर छ भने तपाईँले हाल्नुहोस् है, छैन भने यसलाई स्किप गर्दा हुन्छ। र मेरो छ आधार नम्बर है। र यो आधार नम्बरमा म क्लिक गर्छु। र छैन भने चाहिँ आई एम नट एबल टु फर्निस माई आधार नम्बरमा क्लिक गर्नुपर्ने छ। र आधार नम्बर हुनेले आधार नम्बरमा क्लिक गर्नुहोस्। अनि आधार नम्बर तपाईँले यहाँ हाल्नुपर्ने छ। र आधार नम्बर हालेपछि अब यहाँ मोबाइल यदि तपाईँको छ भने सेल्फमा जानुहोस्। र तपाईँको छैन, आमा बाबाको छ भने तपाईँले आमा बाबाको यहाँ यसरी जाँदा पनि हुन्छ है। र यो चाहिँ आमा बाबाको नम्बर हाल्ने आउँछ है, आमा या बाबाको या कसैको। तर यहाँ मेरो आफ्नै छ, त्यही कारणले म सेल्फमा क्लिक गर्छु अनि यहाँ मेरो मोबाइल नम्बर हाल्छु। र मेरो मोबाइल नम्बर हालेपछि है अब यहाँ इमेल आइडी छ। र इमेल आइडी तपाईँले हाल्दा पनि हुन्छ, नहाल्दा पनि हुन्छ, यसले यतिकै छोड्दा पनि हुन्छ है। अनि त्यसपछि यहाँ फेरि नेक्स्टमा तपाईँले क्लिक गर्नुहोस्। अनि यो एकदमै इम्पोर्टेन्ट कुरा छ है। र तपाईँले नेम करेक्सन गरिरहनु भएको छ नेममा क्लिक गर्नुहोस्। जेन्डरमा हुने जेन्डरमा है, डेट अफ बर्थमा हुने डेट अफ बर्थमा। अहिले घडीको लागि चाहिँ यो फोटो, त्यही कारणले म यहाँ फोटोमा क्लिक गर्छु। अनि यहाँ मेरो फोटो चाहिँ अब पास फोटो मैले अलरेडी बनाएर राखेको हुनुपर्ने छ है, जो चाहिँ व्हाइट ब्याकग्राउन्डले राम्रो हुन्छ। अनि 2 MB भन्दा कम्तीको त्यो फोटो चाहिँ मेरो हुनुपर्छ। र यहाँ तपाईँले 2 MB को भन्दा कम्तीको फोटो बनाउनु पर्ने हुन्छ है। म्याक्सिमम् 2 MB हुन्छ तपाईँको यहाँ है। अनि यो चुज फाइल, र धेरैजनाले यहाँ मिस्टेक गर्छ है। र यदि मैले चुज फाइल चाहिँ यो सिधै यसरी डाइरेक्ट गऱ्यो भने चाहिँ तपाईँको धेरै प्रब्लम हुनसक्छ। डाइरेक्ट गर्नु भएन यसरी है। र यो फोनलाई चाहिँ तपाईँले रोटेट गर्नुपर्छ है। रोटेट गऱ्यो भने चाहिँ तपाईँको ठिक फोटो एडजस्ट हुन्छ। र तपाईँले यसरी नै लेन्स तपाईँले पोर्ट्रेटमै यसरी डाइरेक्ट नै फोटो तपाईँले यहाँ चुज फाइल गर्नु भएर फोटो हाल्नु भयो भने चाहिँ तपाईँको फोटो मिलाउनु एकदम साह्रो पर्छ, टाइम पनि लाग्छ है। र तपाईँले त्यही कारणले चुज फाइलमा जानुभन्दा अगाडि यहाँ माथि तपाईँले गएर है फोनलाई रोटेट गर्नुहोस्। तपाईँको फोनको जो सेटिङ हुन्छ त्यो सेटिङमा तपाईँले रोटेट यसलाई यसरी अफ गर्नुहोस् है।
अनि फोनलाई तपाईँले यसरी घुमाउनु पर्ने छ र यो घुमेपछि अब तपाईँले है फेरि तलपट्टि गएर चुज फाइलमा जानुपर्ने छ र यसरी चाहिँ तपाईँको एकदमै छिटो राम्रो एडजस्ट हुन्छ फोटो र यसरी गर्नुभयो भने चाहिँ फोटो यसरी मेरो एडजस्ट भएर आउँछ है अनि म यहाँ माथि यहाँ तल स्क्रोल गर्नुहोस् है र तपाईँले यहाँ सेप देख्न सक्नुहुन्छ र सेपमा तपाईँले क्लिक गर्नुहोस् र यो फोटो तपाईँको एकदमै मजाले एडजस्ट भएको छ र यहाँ पनि आयो है ह्युमन फेस डिटेक्टेड सक्सेसफुली र तपाईँको फोटो एकदमै क्लियर हुनुपर्छ है अनुहार आँखा सबै अब यसरी मिलेको हुनुपर्छ है अनि तपाईँको यहाँ फेस ह्युमन फेस डिटेक्टेड सक्सेसफुल्ली आउँछ तपाईँको फोटो राम्रो भएन क्लियर भएन मधुरो धमिलो भयो भने चाहिँ तपाईँको यो ह्युमन फेस नट डिटेक्टेड भनेर आउँछ र ओके गर्नुहोस् र यसलाई अब तपाईँले घुमाउँदा भयो है र यो फोनलाई फेरि तपाईँले यसरी घुमाउँदा भयो अब चाहिँ तपाईँको फोटो एडजस्ट भइसक्यो अनि त्यसपछि फेरि तपाईँले यहाँ नेक्स्ट क्लिक गर्नुपर्ने हुन्छ अनि तपाईँले यहाँ प्लेसमा लेख्नुहोस् तपाईँको है कहाँबाट गरिरहनु भएको छ सोनादा दार्जिलिङ खरसाङ कता तपाईँले है आफ्नो आफ्नो जग्गा अनुसार लेख्नुहोस् अनि फेरि नेक्स्टमा क्लिक गर्नुपर्ने हुन्छ र त्यसपछि यहाँ तपाईँले क्याप्चा हाल्नुपर्ने छ फेरि है र जे देख्नुभएको छ स्क्रिनमा त्यही हाल्नुपर्ने छ प्रिभ्यू एन्ड सबमिटमा क्लिक गर्नुहोस् र यो तपाईँको फोटोको यसरी आउँछ है र यहाँ तपाईँको 3टा अप्सन आउँछ यदि तपाईँले कुनै पनि करेक्सन गरिरहनु भएको छ भने र करेक्सन गर्दाखेरि फेरि तपाईँको नाम तपाईँले केही डाटा एन्ट्री मिस्टेक गर्नुभयो है भने किप एडिटिङमा गएर तपाईँले एडिट गर्न सक्नुहुन्छ यहाँ तल छ है र यसलाई डाउनलोड पनि गर्न सक्नुहुन्छ र ई साइन एन्ड सबमिट भनेको चाहिँ तपाईँको आधार कार्डको थ्रुबाट यो डाइरेक्ट तपाईँको यो बिएलओकोमा जान्छ है र ई साइन एन्ड सबमिट गर्नु त एकदमै इम्पोर्टेन्ट छ है र जरुरी पनि छ र तपाईँको यसको लागि चाहिँ तपाईँको आधार कार्ड अनि भोटर कार्डमा चाहिँ तपाईँको डिटेल्सहरू सेम हुनुपर्छ तपाईँको नाम चाहिँ स्पेसली तपाईँको नाम सेम हुनुपर्छ आधार कार्डमा जे नाम छ भोटर कार्डमा नाम सेम हुनुपर्छ ई साइन एन्ड सबमिटको लागि चाहिँ र त्यहाँ क्लिक गर्नुहोस् यस गर्नुहोस् एन्टर यर आधार नम्बरमा तपाईँले आधार नम्बर हाल्नुहोस् अनि आधार ओटिपीमा क्लिक गरेर तपाईँले ओटिपी हाल्नुपर्ने छ है अनि तपाईँले आई हेयर बाईमा तपाईँले क्लिक गर्नुहोस् अनि तपाईँले यहाँ सबमिट गर्नुपर्ने छ अनि त्यसपछि तपाईँको एक्नोलेजमेन्ट स्लिप आउँछ र त्यो तपाईँले डाउनलोड गरेर या स्क्रिनसट गरेर राख्न सक्नुहुन्छ